र हजुर अनि हजुरको जो भिनाजु अब फुपू भनेपछि फुपाजु हजुर रामबहादुर बस्नेत भन्ने हजुर कोही पर्नुहुन्छ? मेरो फुपू र फुपाजु योभन्दा पहिला धेरै वर्ष अगाडि हराउनु भएको थियो। त्यही भएर म चाहिँ मेरो भाइ जस्तै लागेर अनि नाम पनि सेम मिलेको कारणले म त्यही भएर आएको। ए भाइको नाम थाहा थियो कि हजुरलाई थाहा थिएन होला भाइको नाम? भाइको नाम त थाहा थिएन, तर रामबहादुर बस्नेत रामबहादुर मेरो बस्नेत। फुपाजुको। फुपूलाई के भनेर फुपू कस्तो हुनुहुन्थ्यो त्यतिखेर हजुरलाई केही याद छ? मलाई त याद छैन, तर मेरो बुवाहरूले भन्दा चाहिँ होची हुनुहुन्थ्यो अरे, सानी हुनुहुन्थ्यो अरे, काली हुनुहुन्थ्यो अरे, अनि फेस एकदमै चेप्टो ठुलो थियो अरे, त्यही भन्नुभयो। त्यही भएर मैले हजुरको हिजो के देखिन्छ गर्नुहुन्थ्यो रामबहादुर बस्नेतले बुवाले भने अनुसार? सानो बुवाहरू सानो हुँदै हिँड्नुभयो, उम्, घरबाट निस्किनु भयो, उम्। अनि त्यसपछि थाहै भएन कहाँ जानुभयो। के अहिलेसम्म अत्तो छैन? छैन दिदीको पनि अत्तो छैन, भिनाजुको पनि कसैको अत्तो छैन। छैन। अनि